गञ्ज उपमहानगरपालिका रत्न राजमार्गसँग अतिक्रमण भएका ठाउँहरूमा अहिले हामीले बजेट विनियोजन गरी अहिले हाललाई बिपी चौकबाट धम्बोजी चौकसम्म ठेक्का सम्झौता भइसकेको र नालाबाट 7 फिटसम्म अपाङ मैत्री फुटपाथ र केही ठाउँमा चाहिँ ग्रिनरी गर्ने योजना रहेको र ठेक्कापट्टा सुरु भइसकेको हुनाले यो ठेक्का सम्झौता लगत्तै हामीले सुरु गर्छौँ। एक हप्ताबाट नै यो काम सुरु हुन्छ र अर्को लटमा चाहिँ धम्बोजीबाट पुष्पलाल चौक र गणेशमान चौकदेखि लिएर बिपी चौकसम्म, कम्तीमा गणेशमान चौकदेखि पुष्पलाल चौकसम्ममा 7 फिटको अपाङ मैत्री फुटपाथ र ग्रिनरी बनाउने हाम्रो लक्ष्य रहेको छ। कति लागतमा, कति बजेट कति हो? अहिले विशेष गरी मलाई लाग्छ यो 80 लाखको लागतमा चाहिँ यो टेन्डर अहिले धम्बोजीसम्म चाहिँ स्वीकृत भइसकेको 30% बिलोमा ठेक्का स्वीकृत भएको छ र दोस्रो ठेक्का हामी पुसको नगरसभाबाट लगत्तै हामी खोल्दैछौँ। यो अहिले चाहिँ जुन 7 मिटर तपाईँले नाला 7 फिट नाला छोडेर 7 फिट नाला छोडेर 7 फिट यो संरचना भत्काइरहनु भएको छ। यो बिचमा रोकिन त होइन फेरि? होइन, एकदमै रोकिन्न। ठेकेदार पनि हामीसँगै यहाँ हुनुहुन्छ र ठेकेदारले सबैमै यहाँ काम सघाउनुहुन्छ र हामीसँगै अहिले ठेकेदार पनि सँगै हुनुहुन्छ। उहाँको प्रतिबद्धता पनि छ र हामीले उहाँलाई छिटोभन्दा छिटो 1 हप्ताबाट काम सुरु गर्न उहाँले साइट क्लियरेन्स माग्नु भएको थियो। उहाँले 1 हप्ताभित्र नै काम सुरु गर्नु। सम्पन्न कहिले गर्ने छ यो लक्ष्य? सम्पन्न हामी 3 महिनाभित्र चाहिँ यसलाई सम्पन्न गर्छौँ। 3 महिनाभित्र सम्भावना छ? एकदमै सम्भावना छ, ढुक्क रहनुहोस्। यो निर्माण भइसक्छ? निर्माण भइसक्छ। अपाङ मैत्री फुटपाथ ठेकेदार पनि हामीसँगै हुनुहुन्छ र हाकिम साहबले पनि स्पष्ट रूपमा निर्देशन दिनुभएको छ। यदि ठेक्का सम्झौता भएन भने हामी त्यसलाई ब्ल्याकलिस्टेड गर्दै र कामको अनुगमन, किनभने जनतासँग नागरिकसँग प्रत्यक्ष जोडिएको हुनाले यसलाई चाहिँ हिँड्नमा कुनै पनि कठिनाइ नहोस् भन्नको निमित्त हामीले चाहिँ छिटो काम चाहिँ सुरु चाहिँ गरेको छ। लाग्छ भने अटेर गरेको कारण चाहिँ अब हामीले चाहिँ एक्सनमा कारबाही नगरेर चाहिँ सम्भव भएन जस्तो हामीलाई लाग्यो र हाम्रो चाहिँ प्रयास के थियो भने सकेसम्म नागरिकहरूले चाहिँ आफै अतिक्रमण गरेका ठाउँहरू चाहिँ खाली गर्नुहुन्छ भन्ने हामीलाई आशा थियो र हामी आशा गरौँ कि चाँडै यो ठाउँ आज सुरुवात मात्रै हो। हामी निरन्तर रूपमा चाहिँ यो काम सुरु गरिसकेपछि अर्को ठाउँ पनि हामी अगाडि नगरपालिकाले यो हटाउनुभन्दा पहिले चाहिँ सूचना प्रवाह गरेको थियो? एकदमै हामीले 15 दिने सूचना दिइसक्यौँ। त्यसपछि माइकिङ गरायौँ, नगर प्रहरीले 1 हप्ताको माइकिङ, त्यसपछि प्रमुख प्रशासकीय अधिकृत र हामी नगर प्रहरी आफै गएर 1 हप्ताको समय दियौँ। आज 1 महिना पछि मात्रै अहिले हामीले ठेक्का सम्झौता हिजो मात्रै भएको हुनाले उसले साइट क्लियरेन्स मागिसकेपछि हामीले चाहिँ आफ्नो साइट क्लियरेन्स बिना चाहिँ समयमै काम सम्पन्न गर्न सकिँदैन। त्यसकारण हामीले सुरु यो अपाङ्ग मैत्री जुन फुटपाथ यहाँले निर्माण गर्दै हुनुहुन्छ अथवा नगरपालिकाले निर्माण गर्दैछ, यो दुईतर्फी हुन्छ कि एकतर्फी? यो अपाङ मैत्री दुवैतिर हुन्छ। अपाङ मैत्री भनेको तपाईँको बिचमा चाहिँ अपाङ मैत्री, तपाईँले काठमाडौँतिर अथवा ठुला सहरहरूमा हेर्नुहुन्छ भने बिचमा हिँड्नको लागि चाहिँ ब्लाइन्डहरूको लागि चाहिँ अपाङ मैत्री सडक रहन्छ। दुवैतर्फ? दुवैतर्फ। धन्यवाद। एकदमै आम नागरिकहरू पनि हामीले नगरपालिकाले यहाँले भनेको जस्तो अलि ढिलो एक्सन गर्यो कि भन्ने छ। यद्यपि यसलाई चाहिँ हामीले धेरैपल्ट सचेतनामूलक कार्यक्रम मार्फत अनुरोध गऱ्यौँ र आज पनि हेर्दै हुनुहुन्छ 1 महिनाको सूचना पछाडि पनि नटेरेको अवस्था र यो